एउटा राज्यको राजाको कथा सुनाउँदैछु। राज्यमा राजासँग 10 वटा यस्ता क्रूर कुकुरहरू थिए कि ती कसैले कुनै गल्ती गर्यो भने ती राजाले तिनै 10 वटा कुकुरहरू भएको ठाउँमा ती मान्छेलाई पठाइदिन्थे। अथवा कुनै काम गर्ने सेवकले केही गल्ती गर्यो भने उसलाई सजाय दिनु पर्यो भने तिनै कुकुरहरूको प्रयोग गरिन्थ्यो। एकपटक यस्तै घटना घट्यो। सेवकहरूमध्ये एकजना सेवक राजाले भनेको कुराका विरुद्ध गएछन् अनि त्यो कुरा राजालाई मन परेन र उनले त्यस सेवकलाई सजाय दिन तिनै 10 वटा कुकुरहरू प्रयोग गर्ने सोचेर त्यो सेवकलाई त्यही कुकुरहरू भएको ठाउँमा फालिदिनु भनेर आदेश दिएछन्। 10 वर्षदेखि राजाको सेवा गर्दै आइरहेका ती सेवकले राजासँग बिन्ती गर्न थाले, मैले हजुरलाई सेवा गरेको यतिका लामो समय भयो, तैपनि ठिकै छ, म हजुरले तोक्नु भएको सजाय भोग्न तयार छु, तर मलाई 10 दिनको समय दिनुहोला, त्यसपछि म हजुरको सजाय भोग्न तयार छु। यति बिन्ती गरेपछि राजाले सहमति दिए। राजाको सहमति पाउने बित्तिकै त्यो सेवक दरबारको चौकीदार कहाँ गएछ, सुरक्षा गार्ड कहाँ गएछ, जसले ती 10 वटा कुकुरहरूको रेखदेख गर्ने गर्थ्यो। त्यो सुरक्षा गार्ड कहाँ गएर सजाय तोकिएको त्यो सेवकले भनेछ, मसँग अब जम्मा 10 दिन बाँकी छ, यो 10 दिन म पनि तपाईँसँग बसेर यी कुकुरहरूको रेखदेख गर्छु, यिनीहरूलाई खाना खुवाउँछु, अरू जे सहयोग गर्नुपर्छ सबै गर्छु, 10 दिन मलाई तपाईँसँगै काममा लगाउनुहोस्। सुरक्षा गार्डले पनि सहमति जनायो र उसले भोलिपल्टदेखि ती कुकुरहरूलाई खाना खुवाउने, नुहाई धुवाई गरिदिनेदेखि यावत अन्य जे कामहरू आवश्यकता पर्थ्यो सबै कामहरू गर्न थाल्यो। 10 दिनपछि राजाले पूर्ववत रूपमा उनको त्यो सेवकलाई सजाय स्वरूप तिनै कुकुरहरूको माझमा हालिदिनका लागि आदेश दिए। आदेश अनुसार नै काम भयो। तर त्यति बेला एउटा रोचक घटना के भयो भने ती कुकुरहरूले त ती सेवकलाई दुःख दिने, टोक्ने, यातना दिने भन्दा पनि कुकुरहरू त उसको नजिकै आउने, उसका खुट्टाहरूमा माया गर्ने यस्ता यस्ता दृश्यहरू देखियो। यो देखेपछि ती राजा छक्क परे, के अनौठो हुँदैछ, मेरा यी कुकुरहरूलाई आज के भयो भनेर उसलाई अचम्म लाग्यो। ती सेवकले जवाफ दिए, मैले यी कुकुरहरूलाई जम्मा 10 दिन सेवा गरेको थिएँ, यिनीहरूले त्यो 10 दिन सेवा गरेको भुलेनछन्, तर मैले हजुरको 10 वर्षदेखि सेवा गर्दै आएको थिएँ। मेरो एउटा सानो गल्तीमा हजुरले यो सबै कुरा भुलिदिनु भयो, बिर्सिदिनु भयो र सजाय तोकिदिनु भयो। त्यो सुनेपछि राजालाई पनि आफूले गल्ती गरेको महसुस भयो र ती सेवकलाई यथावत आफ्नो जिम्मेवारीमा फर्काए।